छर्किदिनु भएको थियो। तब त त्यो जहाँ तपस्या गर्दै थियो नि त्यहाँबाट चाहिँ बाँसको झ्याङ नै उम्रिएको रहेछ अरे माथिबाट। जब ब्रह्माजीले छर्किदिनु भयो नि तब त त्यो बाँस झ्याङलाई फाडेर बाहिर निक्ल्यो हिरण्यकशिपु। देख्दाखेरि ब्रह्माजीलाई देखिसकेपछि यसले चरणमा गएर नमन प्रणाम अर्पण गर्न लाग्यो। सुन्दर स्तुति गर्दछ। ब्रह्माजी प्रसन्न भई बक्सनुभयो र भन्नुहुन्छ, हे हिरण्यकशिपु, तेरो तपस्यादेखि म प्रसन्न भए, माग वरदान के चाहन्छस् भन्दा यसले भन्न लाग्यो, ब्रह्मदेव मलाई अजर अमर गराइदिनु, म कहिले पनि नमरौँ। ब्रह्माजीले भन्नुभयो, अजर अमरता कोही पनि छैन यस संसारमा, म पनि मर्नेछु, दुई परार्धको मेरो पनि आयु हो भनेर बताउँदाखेरि हिरण्यकशिपुले भन्न लाग्यो, अजर अमर हुने वरदान दिन सक्नुहुन्न भने मैले मागे जति सबै तपाईले पूरा गर्नुहोस् भनेछ। के माग्छस् त भन्दाखेरि अब त यसले वरदानको वर्षा गर्न लाग्यो अरे। हेर्नुस् के भन्दछ भने म दिउँसो पनि म नमरौँ, राति पनि नमरौँ, माथि पनि नमरौँ, तल पनि नमरौँ, बाहिर पनि नमरौँ, भित्र पनि नमरौँ, 12 महिनामा नमरौँ भन्दै यस प्रकारले वरदान माग्न लाग्यो। साथ भन्दछ, तपाईले निर्माण गरेका यी संसारका जति पनि प्राणीहरू छन् नि, यी प्राणीहरूका हातबाट पनि म नमरौँ, न शस्त्रद्वारा मरौँ न अस्त्रद्वारा मरौँ भन्दै यसले अनेकौं प्रकारका वरदानहरू माग्न लाग्यो। ब्रह्माजीले भन्नुभयो, बास भयो, कति माग्छस् त? यति धेरै वरदान त आजसम्म मसँग कसैले पनि मागेको थिएन। अत्यन्तै दुर्लभ वरदान मागिस् तैले, रै पनि तेरो तपस्या पनि त सानो छैन, कठोर तपस्या गरेको छस्, 10,000 वर्षसम्म तपस्या गरेको छस्, त्यही भएर तँलाई मैले वरदान दिए लजा भनेर तथास्तु भनिदिनु भयो ब्रह्माजीले। हिरण्यकशिपु झुम्न लाग्यो अरे, नाच्न लाग्यो, हो अब त म अजर अमर भएँ, ब्रह्माका बनाएका सृष्टिद्वारा मर्दिन भने मलाई कसले मार्न सक्छ? सबै चराचर जगतलाई त ब्रह्माले नै उत्पत्ति गरेको भनेर यसले सोच्न लाग्यो। सज्जन, ब्रह्माजी महाराज त्यहाँबाट बिदा भएर जानुभयो। अब हिरण्यकशिपुले संसारभर पीडित बनाउन लाग्यो मनुष्यहरूलाई। अब यो विश्वलाई आफ्नो वशमा बनाउँछु, तत्पश्चात 3 लोक 14 भुवन स्वर्गको राजा पनि म आफै हुन्छु भनेर यो हातमा त्रिशूल लिएर दिग्विजय गर्नका लागि निक्लियो। तर यसको प्रतिद्वन्दी कोही पनि थिएनन्। योसँग युद्ध गर्नका लागि प्रतिद्वन्दी हुन्छन् नि, दोस्रो युद्ध गर्न सक्ने कोही पनि रहेनछ सज्जन। त्यही भएर योसँग कोही युद्ध गर्न आएनन्। विश्वलाई त क्षणभरमा नै यसले आफ्नो वशमा बनायो। कोही पनि थिएनन् संसारमा यस्ता राजाहरू। तब स्वर्गलोकमा गएर देवताहरूको लोकलाई पनि आफ्नो वशमा बनाउँछु भनेर स्वर्गमा गएर जब गर्जना गर्दो भयो तब त सज्जन देवताहरू थरथर काम्दै हिरण्यकशिपुका चरणमा आएर नमन गर्न लागे। इन्द्रको जुन उच्च सिंहासन छ नि